सेवारो सेवानी हजुरहरूलाई मेरो च्यानल प्रभा कोइराईमा स्वागत छ। हजुरहरू फर्स्टमा चाहिँ हजुरहरूसँग क्षमा माग्न चाहन्छु। यत्रो दिनसम्म चाहिँ म भिडियोमा आउन सकिनँ। हजुरहरूले मलाई माफ गरिदिनुहोस् ल। अन्त आजदेखि चाहिँ कन्टिन्यू ल्याउने कोसिस गर्छु। सन्चो भयो भने भनेर सन्चै होस् भन्ने आशा पनि गरेको छु। भन्दाखेरि पनि आज चाहिँ म पुरा बिमार भएर, बिमार मतलब हिजोदेखि टाउको दुखेको थियो, पुरा टाउको दुख्यो। अन्त आज चाहिँ डक्टर देखाएर अन्त दबाईहरू दियो, दबाईहरू खाएँ र पनि भएन। अन्त चाहिँ आज चाहिँ घरमा आएर चाहिँ पुरा मेथी सुत्केरी जस्तै तेलहरू तताएर मेथीहरू खारेर बुहारीले ल्याइदिएर तालुमा पुरा दलेको थियो। साँच्ची नै जाती भयो, दबाई नै भएको जस्तै भयो हो भन्दै हजुरहरूसँग मेरो दुःख त सेयर गरिहालेँ हजुरहरूलाई होइन भन्दै। अब आज चाहिँ मैले चाहिँ खानामा लिएर आएको छु सुँगुरको मासु। खानु त नहुन्थ्यो होइन, ल्याएपछि खानु मन परिहाल्छ, छोराले लिएर आएछ। अन्त यो अन्डा पनि उसले लिएर आएछ, यो पनि लिएर आएछ। अन्त यो चाहिँ पेस्ट टक्कै पारेर लसुन र उयसको के भन्छ, लसुन र खोर्सानीको पेस्ट छ, साथमा तातो पानी छ भन्दै खानु थालेँ है हजुरहरू। किन भिडियोमा गर्नु छोडे त भन्छ, अब त्यस्तै हुन्छ होइन। अन्त आजदेखि चाहिँ कन्टिन्यू गर्ने कोसिस गर्दैछु है हजुरहरू। ल है मेरो भिडियो हेरेर इन्जोय गर्नुहोस् है। प्रेसर हाई छ भने चाहिँ सुँगुर माछा खाँदिनँ, नभए चाहिँ खान्छु भनेको थिएँ। प्रेसर चाहिँ एकदम ठिकै रहेछ र चाहिँ सुँगुरको मासु खाँदैछु। यस्तो खालको बोसोहरू छ, के गर्नु, नखाउँ जस्तो त लाग्छ नि, देखेपछि खुवाउनु लागिहाल्छ। साँच्ची नै आज चाहिँ म चाहिँ प्रेसर हाई भएको हो रहेछ भने चाहिँ नखानु पऱ्यो भनेको थिएँ। प्रेसर चाहिँ नर्मल रहेछ है हजुरहरू। ल है हजुरलाई चिसो लागेर दुखेको रहेछ टाउको चाहिँ। यहाँ मैले बन्दकोपी पनि हालेको छु। मासु चाहिँ उसिनेको मात्रै। दामी भएछ। भिडियो बनाउँ भन्छु हो, मुडै नभएको के भएको होस् भनेको जस्तै पो लाग्दो रहेछ। आज चाहिँ फेरि जाँगा चल्यो। अस्ति पनि एकखेप भिडियो गर्नु पऱ्यो भनेर तयारी भए, प्याच्चै बत्ती गयो, गर्नै मन परेन हो। सारा टाउको चाहिँ कस्तो चाहिँ दुखेको साला, म नै रहेछु जस्तै भएको नि। चिसो लाग्दा पनि यति साह्रो दुख्दो रहेछ भन्ने चाहिँ थाहा भयो नि आज। आमा र माछा चाहिँ त्यति साह्रो फुल मासु छैन, थिएन रहेछ।
मिठो अचार छ नि साथी। यो अचार चाहिँ मैले बनाएको चाहिँ होइन है घरमा, अझै बुहारीले ल्याइदिएको, मेरो बुढोको फोनबाट गरेको। ऊ चाहिँ फोनले धोका दिन्छ जस्तो छ है बहिनी। यो महिना मरेपछि चाहिँ अर्को फोन ननिकाली भएन बहिनी, साँच्ची नै। बोसो चाहिँ खाँदिनँ म। अझै समोसा खाएको के बुढोले ल्याएको छ समोसा। च्यालेन्जहरू गर्नुपर्छ अब भिडियोजहरूमा नि, पाउडरहरूले आफै गर्दैन अन्त के गर्नुपर्छ। अब चाहिँ कन्टिन्यू हाल्नुपर्छ। सब्जी त बहिनी साँच्ची नै क्या मिठो भएछ है। हाल्नेहरू चाहिँ चाना, रमभेडा, खोर्सानी राख्नुपर्छ। के चाहिँ हाल्नेहरूलाई ए भाउजूको नानी भइहालोस् न, त्यहाँदेखि के गरिन्छ। अहिले भाउजूले खानु हुँदैन के जातिहरू बिचरा। नुडल्सहरू त खानु मन हुँदैन खानु। नुडल्स दिनु हुँदैन नि। पिरो बुहारीको नानी भइसकेपछि मात्रै भाउजूको बेबी भइसक्नु हुँदैन। ल हजुरहरू गफै गफमा खाइसकिसक्यो। भिडियो कस्तो आउँछ राम्रो गरेर हेरिदिनुहोस् ल। अन्त राम्रो आएन भने पनि हजुरहरू फर्स्टैदेखि सरी है। मेरो फोन चाहिँ हस्बेन्डसँग साटेको छु। अन्त यो फोन त के हो नानी ऱ्याक पनि के भइरहेछ भने चाहिँ अब अर्को महिनामा चाहिँ किन्नेवाला छु। एमआईमा निकाल्छु नि फेरि, क्यास होपा किसिमबा होपा एमआईमा निकालेर भए पनि राम्रो देख्ने चाहिँ किनौँ भन्ने चाहिँ सपना छ। सरी सपना छ, के हुँदो रहेछ। यस्तै भए पनि जस्तो निस्के भए पनि हजुरहरूले चाहिँ राम्रो सम्झेर, राम्रो बहिनी दिदी आमा आन्टी जे जस्तो सम्झेर भए पनि राम्रोसँगले फुल भिडियो हेरेर इन्जोय गर्नुहोस् ल। आजको लागि चाहिँ बाई बाई। अबदेखि चाहिँ म कन्टिन्यू ल्याउने कोसिस गर्छु है हजुरहरू। भिडियो जस्तो सुकै होस्, राम्रो होस् नराम्रो होस्, दिनौँ नभए भए पनि दिन बिराउँदै भए पनि हजुरसँग भिडियो बनाउने कोसिस गर्छु। हजुरलाई धेरैभन्दा धेरै माया अनि सपोर्ट गरिदिनुहोस् ल। यति भन्दै हजुरसँग आजको लागि बिदा लिन चाहन्छु। बाई बाई हजुरहरू।